यो बिरुवा मैले दुईवटा हाँगा लिएर आएर सारेको थिएँ। एउटा यो गमलामा, यो चाहिँ एकपटक पलायो, त्यसपछि अहिले दोस्रो पटक पलाउन जानेन र यो बिरुवा चाहिँ अहिले सप्रेको छ। आज म यो बिरुवालाई यो गमलाबाट तल जमिनमा चाहिँ सार्न चाहन्छु। यदि तपाईहरुलाई यो बिरुवाको नाम थाहा छ भने नाम भनिदिनु होला। मलाई चाहिँ थाहा छैन। यो ठुलो रुख, एउटा रुख जस्तै हुन्छ यो, र यसमा चाहिँ यो फर्सी जस्तै कुविन्डो जस्तै फल्छ, यो रुखमै फल्छ। यता यो मैले बोनसाई बनाउनलाई राखेको बिरुवा हुर्किँदैछ यो बोनसाई। त्यसैगरी यता पिपल पनि छ, यो बोनसाईको लागि मैले रोपेको। आज भने म यो बिरुवालाई चाहिँ जमिनमा सार्न चाहन्छु। अस्ति सँगै रोपेको यो धुपी पनि सरेको छ। यस गमलामा चाहिँ यो धुपी पनि मर्यो र यो पनि एकपटक त राम्रै पलाएको थियो, त्यसपछि दोस्रो पटक चाहिँ पलाउन जानेन। यसलाई चाहिँ हामी केही वेट गर्छौँ, यो सप्रियो भने फेरि पछि जमिनमा सार्छौँ। यो चाहिँ राम्रो छ, आज पानी पनि परेको अवस्था छ। सो आज चाहिँ हामी यसलाई लगेर जमिनमा गाड्छौँ है। यसको जरादेखिबाटै यसलाई चाहिँ आज म उखेल्छु यसलाई र लगेर जमिनमा चाहिँ गाड्छु। कस्तो छ यसको जरा, अझ हेरौँ। यहाँ धुपी पनि सरेको छ अहिले त है। निकै गहिरोसम्म गाडेको थियो, यसले भेट्छ जस्तो छ पुरै जरा। यसले सार्नलाई चाहिँ अब यो धुपी पनि छ, यहाँ धुपी पनि सरेको छ। धुपी बरु यता धुपी उकिसक्यो, तर त्यो उकिन मानेन। धुपीको के छ, यसलाई सरिरहेको छ, तर यसको जरा अहिलेसम्म पलाएको रहेनछ धुपीको। सो धुपीलाई म यता गाड्न चाहन्छु। यसलाई गहिरो गाडेको रहेछ यो, यसको पनि सायद जरा गहिरो छ होला, यो निस्किन मानिरहेको छैन। भनेपछि यसलाई सार्नलाई चाहिँ अलिकति समस्या हुने भयो। निकै गहिरो पो गाडेको रहेछ क्या मैले यसको, अझै तल हो। यो अझै पनि आउन मानिरहेको छैन। यसले जरा निकै फैलाएको छ जस्तो छ। एक मिनट, क्यामेरालाई मैले फिक्स गरेँ। जरा पलाइसकेको रहेछ यसको, राम्रो एकदम राम्रोसित जरा पलाइसकेको अवस्था रहेछ। ओके, देख्न सक्नुहुन्छ जरा यस्तो राम्रो पलाइसकेको रहेछ यसको है। यसलाई मैले अहिले एकदम राम्रोसित चाहिँ जरा पलाइसकेको अवस्थामा रहेछ यो। यसलाई मैले यो बाडोमा राखेँ। अब भने म यसलाई यहाँ केही चाहिँ यो धुपीहरू सरिराखेको छ, यो धुपीलाई चाहिँ यो माटो चाहिँ यहाँ मैले मिलाइदिएँ। अब यो बिरुवालाई चाहिँ हामी तल लगेर जमिनमा चाहिँ सार्नेछौँ। यो बिरुवालाई अब मैले यहाँ जमिन तयार गरेर राखेको छु।
यहाँ चाहिँ म यहाँ रोप्न चाहन्छु यो बिरुवालाई। यहाँ मैले माटोमा मल माटो मिक्स गरेर अघि नै चाहिँ यहाँ तयार गरेर राखेको छु। आज चाहिँ म यसलाई यो माटोमा चाहिँ सार्न चाहन्छु। किन यसको जरा पलाइसकेको छ, सो अलिक गहिरो बनाएँ र यो बिरुवा देख्न सक्नुहुन्छ जरा राम्रो पलाइसकेको अवस्थामा छ। यो यसलाई म हल्का तरिकाले यो खाल्टोमा टक्क राख्छु। यहाँ जरालाई मजाले मिलाएर यसरी राख्छु र यो माटो पनि म वरिपरि हालिदिएँ र चारैतिरबाट यसलाई अब सिधा हुने गरी माटोले छोपिदिन्छु म यसरी। ल यो बिरुवालाई मैले यहाँ रोपेँ आज। यसलाई चारैतिरबाट हावा नपसोस् भनेर यसलाई हल्का मैले दबाब पनि दिएँ। ल साथीहरू, मैले आज बिरुवालाई यहाँ रोपेँ। यो बिरुवाको नाम तपाईँहरूलाई थाहा छ भने कमेन्टमा चाहिँ कमेन्ट गर्नु होला। हस्त, धन्यवाद।